9 रोपेनी छ। यो टोटल तपाईँको यो देखिने भरि यत्रो धेरै खेतमा चाहिँ उत्पादन कति मुरी हुन्छ? यसमा त्यही 22-23 मुरी हुन्छ। 22-23 मुरी हुन्छ हैन? के र यो छोटो धान, यो धान त लगभग 30-35 मुरी हुन्छ। नमस्कार, तपाईँ यति बेला जिटिभी हेर्दै हुनुहुन्छ। हामी यति बेला किसानको खेतमा आएका छौँ। मुसिकोट नगरपालिका वडा नम्बर 1 मा हामी अन्य रिपोर्टिङको क्रममा बाटोमा हिँड्दै गर्दा हाम्रो आँखा झट्ट यतातिरको यो धानमा पर्यो र हामी यो धान कसले फलायो यति राम्ररी देख्न पनि आनन्द आउने ढङ्गबाट भनेर हामीले यो खेतको मालिकलाई भेटाएर कुराकानी गर्न लागेका छौँ। यो एकदमै तराईमा मात्रै होइन, पहाडमा पनि मेहनत गरेपछि राम्रो फल्छ भन्ने कुरा यहाँनिर देख्न सकिन्छ। तपाईँहरूलाई हामीले भिडियोमा देखाउँदैछौँ र यो जग्गा धनी अथवा यो धानको धनीसँग पनि हामी कुराकानी गर्दैछौँ। आउनुहोस् हामी कुराकानीतर्फै लागौँ। दिदी नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ कि? हजुर आरामै भनौँ, तपाईँलाई आरामै हुनु होला? एकदमै हामीलाई ठिक छ। अझ तपाईँले यो फलाएको धान देख्दा त हामीलाई कति खुसी लाग्यो। अनि हजुरको नाम भनिदिनु न। मेरो कोपिला विश्वकर्मा। अनि यो तपाईँले फलाउनु भएको यो खेतको धान हामीले हेऱ्यौँ होइन, निकै खुसी लाग्यो। हामी यहाँ तपाईँको नजिकै रहेको सब स्टेसन हेरौँ भनेर आएको थियौँ। अनि त्यो सब स्टेसनले भन्दा तपाईँको यो धानले हाम्रो आँखा चाहिँ यतापट्टि खिच्यो। कसरी यति राम्रो धान फलाउनु सफल हुनुभयो तपाईँ? अब हामीले त यो बिगासी मल राख्दैनौँ के अरे, अब घरकै यो डिङ्गा मल राख्छौँ के अरे, त्यहीँबाटै फल्छ। भनेको कति पाल्नु भएको भैँसी? मैले त भैँसी त पालेँ होइन, मैले काम गर्न नि नसकेर यसो यही पराल दिन्छौँ। हजुर पराल दिन्छौँ, अनि डाला दिन्छौँ, त्यहाँ त त्यसैबाट पराल लिएर के अरे मल लिएर त्यहाँ त खेती गर्छु मैले। अनि कति राम्रो। यो के जातको धान फलाउनु रोप्नु भएको छ हजुरले? अहिले यो छोटो धान भन्ने रोपे हामीले। हजुर यो एकदमै फलेको यो छोटो धान भन्ने हो? हजुर छोटो धान हो। यो उँधोतिर उ छ जरन धान छ, त्यही हो। तपाईँ कति मुरी धान फलाउनुहुन्छ यहाँ त? यो सबै देखिने भरि हजुरकै हो? हजुर उही तलैसम्म यो जस्तो आँखाले देखिन्छ त्यो हजुरको हो? यति धेरै खेत जोड्नु भएको रहेछ। यो पहिल्यैदेखिको हजुरहरूको हो कि कमाएर फेरि किन्नु भएको कि? हजुर यो कमाएर किनेको। अनि यो धान स्याहार्न पर्यो, त्यसपछि गएर रोप्न पर्यो, त्यसका लागि खेताराहरू पाइन्छन् कि कसरी गर्नुहुन्छ? यो त खेतारा हली गोरु अब त्यही गोरु ल्याउने, खेतारा ल्याउने, त्यहाँ त अब खेतारलाई 400 भन्छन्। लगभग 40-30-35 जना लाग्छन्। 30-35 जना। अनि तपाईँले त यति धेरै आफूले खाएर भ्याइँदैन होला? भ्याइन्न, आधी बेच्छु कि आधी खान्छु, आधी अब कोही 2-4 मुरी फेरि यसो आफ्नोलाई दिने, त्यही हो। अनि के अरे कसरी बेच्नुहुन्छ? जस्तो मुरीको हिसाबले बेच्नुहुन्छ कि पाथीको हिसाबले बेच्नुहुन्छ कि कसरी? मुरीको हिसाबले बेच्छौँ के अरे। जरनलाई त्यही 160 हुन्छ के अरे। 160 भनेको पाथीलाई 160? हजुर यो जरन त 120 भनेपछि यो छोटो धान 120। हजुर भनेपछि तपाईँले त मस्तै बेच्नुहुन्छ होला। कति मुरी बेच्नुहुन्छ? मैले धेरै त बेच्दैन, त्यही 6-7-9-10 त्यस्तै 8-9 मुरी जति बेच्छु। 8-9 मुरी बेच्नुहुन्छ होइन? भनेपछि घर खर्च त तपाईँले खेती गरेरै पुऱ्याउनुहुन्छ? पुऱ्याइन्छ। यो टोटल तपाईँको यो देखिने भरि यत्रो धेरै खेतमा चाहिँ उत्पादन कति मुरी हुन्छ? यसमा त्यही 22-23 मुरी हुन्छ। 22-23 मुरी हुन्छ होइन? के अरे यो छोटो धान, यो धान त लगभग 30-35 मुरी हुन्छ। यो 30-35 मुरी अनि जरन 20-22 मुरी हुन्छ। टोटल तपाईँले 50-60 मुरी उत्पादन गर्नुहुन्छ? नै टोटल नै रोप्नु भयो भने 30-35 हजुर धेरै हुन्छ। यो रोपेपछि धेरै हुन्छ, 30-35 मुरी हुन्छ। जरन रोप्ने नि त्यही 20-22 मुरी हुन्छ। अनि त्यो जरनको त मूल्य पनि बढी छ। अनि यो त लोकल धान पनि भयो, मिठो पनि हुन्छ नि त खाना? हजुर मिठो हुन्छ त खानालाई त। अनि तपाईँले के भन्नुहुन्छ, यसरी कृषि गरेर तपाईँले यति धेरै फलाउनु भएको छ होइन? जस्तो कसैले त अब यस्ता खेतहरू बाँझै राखेर पनि हिँडेका छन् होइन? तिनीहरूलाई के भन्न चाहनुहुन्छ? अब घरमा बसिसकेपछि त गर्नु पर्यो कि खानाको लागि नि। अब यताउति अब बुढाले पैसा पठाइदिनुहुन्छ, त्यहाँ त त्यहीबाट यही लगानी लाउने, त्यहाँ त्यही उठाउने, यही पोख्ने हो। जस हेर्दा रमाइलो छ, राम्रो छ होइन? अर्ग्यानिक धान उत्पादन गर्नुभएको छ। ल खुसी लाग्यो। अब तपाईँसँग संजोगले भेटघाट नि भयो अनि कुराकानी गर्न नि पायो। हस् धन्यवाद है त समय दिनुभयो।